ए दौडे 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 आइज 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 यहीँ नजिकै आयो मलाई मन पराएछ क्या। हेलो गाइज गुड मर्निङ नमस्ते। फेरि पनि म लिएर आएँ अर्को ब्लग। हिजो अस्ति ल्याउन पाएन, अलि मलाई सन्चो थिएन त्यही भएर ल्याउन पाएन। फेरि आज अब कहाँ हुन्छ, भैरवतिर हुन्छ होला सायद, त्यतातिरको फेरि पनि अब ट्राभलिङ भिडियो मोटो ब्लग देखाउने कोसिस गर्छु। ल त गाइज उतै गएर भेटौँ। मलाई यो स्ट्यान्ड बेचेको भाइकोमा गराउन, स्ट्यान्ड टाइट गराउन आएको। यो भाइले फेरि हुँदैन भनेर भन्यो। दराजले सस्तो पनि दिन्छ, अब राम्रो त 14 दिनको ग्यारेन्टी दिन्छ, अब रिप्लेसमेन्ट पनि दिन्छ, राम्रो हुन्छ। अस्ति त लास्टै चिसो थियो, आज चाहिँ नि ठिक छ। मङ्की हेलमेटको लागि अडाउने स्ट्यान्ड राखेको रहेछ। कतिको भनेर सोधेको, तपाईँको मङ्की हेलमेट छ र भनेर सोध्छ, छैन भनेर भनेको। यसो केमा लगाउनुहुन्छ त भनेर सोध्यो। लास्टै औडा छ त्यो भाइ यार, कति त लड्नै खोजेर। जानभन्दा अगाडि एकैछिन म हावातिर जान्छु, त्यहाँ गएर अस्ति त आरम्भ रिसोर्ट त देख्नुभयो तपाईँहरूले। आरम्भको अब धेरैचोटि देखाएन, पछि म ढुङ्गी तरिकाले गएछु भने देखाउँछु। मेरो तलको खुट्टा त्यो आइस राखे जस्तो भएको छ, आइस राखेर जमे जस्तो भएको थियो मलाई हिजो र अस्ति त। यति चिसो थियो। काम छ तर अहिले सिधै म उता धवातिर जान्छु। अब यहाँ त अझैसम्म बनेको छैन बाटो, अब यो त अझै टाइमै लाग्छ बन्नलाई। पुलहरू बन्दैछ ठुला ठुला, अनि छडहरू पनि राम्रो राम्रो हाल्नुपर्छ, राम्रै छ। मैले एउटा सरलाई फोन गरेँ, अब यहाँदेखि निस्केर सिधै भैरवतिर जाँदाखेरि अब फेरि सुरु हुन्छ। हेलो गाइस, त्यो भाइलाई आज स्ट्यान्ड फेर्दै मलाई गाह्रो भयो बनाउन, भ्लग बनाउन मलाई गाह्रो भयो। फेर्दै भनेर भनेको मानेन। बरु तपाईँको पैसा मैले फिर्ता दिन्छु, मलाई घरिघरि नजिस्काउनुहोस्। जिस्काउन त के भनेर जिस्काउन, तर नरिस्काउनुहोस् गरे भनेर अनि फिर्ता दियो रिसाएर। अहिले मसँग चेन्ज छैन। अब म भैरवतिर जाँदैछु, गाइस स्ट्यान्ड निकालिदियो। अब म भैरवतिर जाँदैछु। अब फेरि भैरवतिर अब के कस्तो छ म देखाइराख्छु। तर अब स्ट्यान्डमा मैले हिँडेको चाहिँ नि देखाउनु पाउने भएन। ल गाइस अब फेरि भैरवतिर अब गएर भेटौँला। आज लास्टै भिड छ गाइज। अनि अब आज घाम पनि लागेछ नि त, त्यही भएर लास्टै भिड गराएछ भएछ। अनि अब म भैरवतिर हिँडेँ। भर्खर यहाँ डाइभर लिएर आएँ, डाइभर गयो। आज भिड पनि धेरै नै छ हिजोभन्दा त। हिजो त लास्टै आइसै भइरहेको, तर आज त ठिकै छ, राम्रै छ। मौसम पनि ताजा छ, हल्का फुल्का भइरहेको छ पहिलाभन्दा। ट्राफिक लाइट एरिया छ, जाम धेरै नै छ, जाम खुल्दैछ। आजको माहौलले गर्दा मान्छेहरू धेरै हिँडिराख्नु भएको छ। अगाडि मान्छेहरू एकदम कुदिरहेछ। अब यही नजिकै स्पिड ब्रेकर हुन्छ, यहाँ स्पिड चेकिङहरू हुन्छ, उसले तिलोतामा नगरपालिकाले राखेको। भइरहेको आज माहौल यस्तै छ, चलिराखेको। आज मान्छेहरू अब हिजो त एकदमै, हिजो पनि आएको थिएँ म, एकदमै कम थियो। तर आज चाहिँ नि सबै हिँडिरहेछ। कुहिरो पनि कम छ नि त आज घाम लागेर।
दामी गरिरहेछ त्यो मान्छेहरूको ओहिरो पहिरो छ यस्तै छ गाइज ल मेरो बाइक यहाँ छ हिरो बाइक अब म हिँड्न लाएँ अब फेरि म ओस्टिजतिर गएर तपाईँहरूलाई ओस्टिज देखाउँछु भए पार नभए त्यसको पुल भए पनि हजुरहरूले हेर्नु होला छ भने है भइरहेको जाम लाग्दै नै धेरै हुन्छ अब 2 मिनट हुन्छ बल्ल 1 मिनट हुन लाग्यो यताउता जाँदैछन् मान्छेहरू त कम रहेछन् तर यताउता गइरहेछन् जान लागिरहेछन् 40 सेकेन्ड 40 सेकेन्ड भइसक्यो मान्छेहरू गइरहेछन् आउटलुक छ म ओस्टिज नजिकै आएँ इमो र ओस्टिज पाल्ने है चाहिँ इमो चाहिँ नि यहीँ छ यो तर उता दौडिरहेछ इमो अब ओस्टिज चाहिँ नि यहीँ नजिकै छ हाम्रो नजिकै छ इमो यता दौडे कति फास्ट दौडेको कति ए दौडे आइज यहीँ नजिकै आयो मलाई मन पराएछ क्या तर हान्न पनि हरिबै हान्छ निनोरले अब हाम्रो ओस्टिज हेरौँ हेर्नुहोस् ओस्टिजले दाना खाँदैछ दाना खाँदा चलाउनु हुन्न यिनीहरूलाई एउटा चुप्प लाएर बसेछ यहाँ ठाउँ नपुगेर दाना खाँदैछन् ठिकमा उभिएर शान्त बसिरहेछन् एउटाले इमो हल्ला गरे यो भाइले उसहरूसँग पनि बस्दो रहेछ हाँसहरूसँग पनि बस्दो रहेछ चरिरहेछन् अहिले ओस्टिजको अन्डा हेर्नुहोस् अन्डा पनि ठुलै हुँदो रहेछ यो पाल पारेर राखेको अब यसमा त यो फेरि इमोको हो होइन ओस्टिजको हो यो पनि ओस्टिजको अन्डा यो हाम्रो दाइ हुनुहुन्छ यहाँ म बुटोल ल्यान्ड भएँ यहाँ म चौतारी डेनोभोको अगाडि छु होटल डेनोभो अनि हाम्रो चौतारी रेस्टुरेन्टको अगाडि छु